कथामालाको यो विशेष अङ्कमा सबैलाई स्वागत छ। आज हामी बाल्यकालका पानाहरू पल्टाउँदै एउटा यस्तो जादुई संसारमा जाँदैछौँ जहाँ मनको एक्लोपनले पनि कहिलेकाहीँ जीवनको सृजना गरिदिन्छ। आउनुहोस् सुनौ जीवन पाएका दुई खेलौनाका यी अविस्मरणीय कथाहरू। कहिल्यै सोच्नु भएको छ, यदि मनको सबैभन्दा गहिरो इच्छा एउटा कामनाले साँच्चै सास फेर्न थाल्यो भने के होला? हो, आजको हाम्रो कथाको यात्रा यही रहस्यमय र जादुई प्रश्नको वरिपरि घुम्नेछ। हाम्रो कथाको सुरुवात दुई बेग्ला बेग्लै ठाउँबाट हुन्छ। एकातिर छ एउटा सानो झुपडीमा बस्ने वृद्ध दम्पतिको सुनसान आँगन, अनि अर्कोतिर एक्लो खेलौना बनाउने ग्यापेटोको कार्यशाला जहाँ काठका टुक्राहरू बाहेक उसको कोही साथी थिएन। तर दुवैको मनमा एउटै तृष्णा थियो, घरमा एउटा बच्चाको हाँसो गुन्जिएको सुन्ने। हो, यही एउटै वाक्यले दुवै कथाको मुटुको पीडालाई बयान गर्छ। र यही अभाव अनि गहिरो इच्छाको कोखबाट नै दुई यस्ता अविस्मरणीय पात्रहरूको जन्म हुन लागेको थियो जसले हामीलाई चकित पार्नेछन्। हेर्नुस् त, एकातिर एउटी वृद्ध महिलाको हातबाट अदुवा र मसलाको मिठो सुगन्धमा एउटा आकार बन्दै थियो। अर्कोतिर गेपेटोको हातमा रहेको छिनोले काठलाई जीवन दिने सपना देखिरहेको थियो। काम फरक भए पनि दुवैको उद्देश्य एउटै थियो, आफ्नो एक्लोपनलाई भगाउने एउटा साथीको सृजना गर्नु। र अब कथाले एउटा रोमाञ्चक मोड लिन्छ। हाम्रो पहिलो जादुई सिर्जना जिन्जरब्रेड म्यान जीवनमा आउँछ र सुरु हुन्छ उसको कहिले नरोकिने दौड। तयार हुनुहोस्, किनकि यहाँबाट कथामा उत्साह र ऊर्जा भरिँदैछ। वृद्धा महिलाले कति मायाले किसमिसले आँखा, क्यान्डीले नाक र चेरीले बटनहरू बनाइन्। तर जब उनले क्रिमले मुखको अन्तिम रेखा कोरिन्, एउटा चमत्कार भयो। त्यो सानो कुकिज बोल्यो, करायो र चुलोबाट उफ्रेर दौड्न थाल्यो। हो, यी थिए उसका पहिला शब्द, उसको पहिचान। उसको गति नै उसको घमण्ड थियो र उसलाई विश्वास थियो कि यो संसारमा उसलाई रोक्न सक्ने कोही पनि जन्मेको छैन। अनि सुरु भयो उसलाई पछ्याउनेहरूको लर्को। पहिले वृद्ध महिला, त्यसपछि उनका श्रीमान, अनि खेतको गाई, खोरको सुँगुर र आँगनको कुखुरा सबै उसको पछि लागे। तर ऊ सबैलाई जिस्काउँदै, हाँस्दै र आफ्नो गतिमा गर्व गर्दै अघि बढिरह्यो। तर जसलाई कसैले रोक्न सकेको थिएन, उसलाई प्रकृतिले रोक्यो। उसको अगाडि थियो एउटा विशाल नदी जसको पानीले उसलाई एकैछिनमा गलाउन सक्थ्यो। सायद पहिलो पटक त्यो घमण्डी जिन्जरब्रेड म्यान डरायो, असहाय भयो। हो, त्यही बेला नदीको किनारमा एउटा धूर्त फ्याउरो देखा पर्यो। उसले मिठो बोल्दै मद्दत गर्ने नाटक गर्यो। तर उसको हरेक पाइला एउटा जाल थियो। पुच्छरबाट ढाड, ढाडबाट टाउको र अन्तमा नाकमा। जिन्जरब्रेड म्यान अन्जानमै मृत्युको मुखमा पुगिरहेको थियो। जब फ्याउरोले उसलाई खानका लागि हावामा ओफार्यो, त्यही बेला आकाशबाट एउटा काग झम्टिएर उसलाई च्याप्प समात्यो। तर कथा यहाँ पनि सकिएन। भनिन्छ जिन्जरब्रेड म्यान कागको पन्जाबाट पनि पुत्कियो र उसको त्यो अनन्त दौड आज पनि जारी छ। ल, अब हामी दौड र घमण्डको कथाबाट बाहिर निस्केर प्रेम, त्याग र नैतिकताको कठिन बाटोमा प्रवेश गरौँ। यो कथा हो ग्यापेटो र उनको काठको छोरा पिनोकियोको, जसले एउटा वास्तविक केटा बन्ने सपना देखेको थियो। एक बुबाको माया कति गहिरो हुन्छ होला। गेपेटोले कठ्याङ्ग्रिदो जाडोमा आफ्नो शरीरलाई न्यानो दिने एउटै कोट बेचिदिए, केवल आफ्नो काठको छोराले किताब किन्न सकोस् र ज्ञानी बनोस् भनेर। यो त्यागको कुनै मूल्य थिएन, यो त नितान्त प्रेम थियो। तर पिनोकियोले आफ्नो बुबाको त्यागको मूल्य बुझ्न सकेन। उसको यात्रा दौडको होइन, बरु गलत निर्णय र नैतिक परीक्षाहरूको लामो श्रृङ्खला थियो। स्कुल जानुको सट्टा सर्कस हेर्न जानेदेखि लिएर ठगहरूको जालमा फस्नेसम्म उसले बारम्बार गल्तीहरू गरिरह्यो। र जब निलो परी उसको अगाडि आएर सोधिन्, पिनोकियो, के तिमी साँचो बोल्दैछौ? यही साधारण प्रश्न उसको जीवनको सबैभन्दा ठूलो परीक्षा बन्न पुग्यो। डर र सजायबाट बच्ने प्रयासमा उसले एउटा बालसुलभ झुट बोल्यो। उसले सोच्यो कि यो झुटले उसलाई बचाउनेछ, तर उसलाई के थाहा, यो झुटले उसको वास्तविकतालाई नै बदल्न लागेको थियो। उसको झुट लुक्न सकेन। हरेक पटक झुट बोल्दा उसको काठको नाक लामो हुँदै गयो, संसारलाई उसको बेइमानी देखाउँदै। यो जादुई सजायले उसलाई आफ्नो गल्ती स्वीकार गर्न र अन्त्यतः सत्यको बाटोमा आउन बाध्य बनायो।
अब कथाले एउटा डरलाग्दो अनि भावनात्मक मोड लिन्छ। आफ्नो हराएको छोरालाई खोज्दै गेपेटो आधी बेरीले ग्रस्त समुद्रमा पुग्छन्, जहाँ भाग्यले बाबु र छोरालाई एक अनौठो र खतरनाक तरिकाले भेट गराउँदै थियो। र तब एउटा कल्पना बाहिरको घटना घट्यो। समुद्रमा भौँतारिरहेका दुवै बाबु छोरालाई एउटै विशाल माछाले निलिदियो। त्यो अँध्यारो र डरलाग्दो पेटभित्र उनीहरूको असम्भव पुनर्मिलन भयो। हो, त्यो अँध्यारो पेटभित्र आफ्नो बुबालाई जीवित देखेर पिनोकियोको काठको मन पग्लियो। उसले पहिलो पटक साँचो मनले माफी माग्यो। उसको यो वाचा उसको काठको शरीरभित्र पलाएको मानवीय हृदयको पहिलो धड्कन थियो। उसको हृदयबाट निस्केको त्यो इमान्दार पश्चाताप नीलो परीले सुनिन् र उनीहरूलाई बचाइन्। अनि उसको नयाँ ज्ञान र असल मनको सबैभन्दा ठूलो इनाम स्वरूप उनले पिनोकियोको काठको शरीरलाई रगत र मासुको एउटा वास्तविक केटामा परिणत गरिदिइन्। त्यसो भए जीवन पाएका यी दुई खेलौनाहरूको कथाबाट हामी के सिक्न सक्छौं? दुवैको सुरुवात त एउटै थियो, एउटा इच्छाबाट जन्मेका। तर उनीहरूले रोजेको बाटो र उनीहरूको अन्तिम गन्तव्य आकाश र पाताल जस्तै फरक भयो। हेर्नुहोस् त, जिन्जरब्रेड म्यानको यात्रा घमण्ड र भाग्ने इच्छाले भरिएको थियो, त्यसैले उसको भाग्य सधैँ दौडिरहनु भयो। तर पिनोकियोको यात्रा गल्ती, पश्चाताप र प्रेमले भरिएको थियो, त्यसैले उसले मानवता कमायो। एउटाको कथा भाग्नु मात्र हो भने अर्कोको कथा बन्नु हो। र अन्तमा यी कथाहरूले हामीलाई एउटा गहिरो प्रश्न सोधेर जान्छन्। कुनै पनि कुरालाई वास्तविक केले बनाउँछ? के हामी जन्मेको कारणले वास्तविक हुन्छौं, वा जीवनमा हामीले गर्ने छनौट, सिक्ने पाठ र देखाउने प्रेमले हामीलाई वास्तविक बनाउँछ? यो प्रश्नको उत्तर सायद हामी सबैले आफ्नै जीवनमा खोज्नुपर्ने हुन्छ।